वीरगन्ज पुगेर मैले यति साह्रो गर्मी हुन्छ भनेर सोचेको पनि थिएन। सो म र सञ्जीव दाई त्यस्तो गर्मीमा वीरगन्ज किन गयो होला त। सो हे गाइज गुड मर्निङ। अहिले त हामी टक्कसँगले रौतहट आइसकेका छौँ म र सञ्जीव दाई। हामी चाहिँ लालबन्दीबाट बिहानै 6 बजे निस्केका थियौँ र यहाँ चाहिँ सञ्जीव दाईको दिदी हुनुहुन्छ, दिदीको घर। अनि दिदीले चाहिँ यतै आएर यता खाना खाएर छिरेर जानु भन्नुभएको थियो र अहिले चाहिँ हामी खाना खाएर पनि राइड सुरु भइसकेको छ हाम्रो। रौतहटबाट चाहिँ हामी सर्टकट बाटो जाने भनेर निस्केको थियो। सर्टकट बाटो इज ब्याड आइडिया, किनभने लास्टै कच्ची बाटोहरू थियो धेरै। मलाई चाहिँ ज्यान यस्तो दुखिरहेको थियो कि किनभने म धेरै भयो नि त लङ टुरको बाटो नहिँडेको। र लालबन्दीदेखि चाहिँ रौतहटसम्म चाहिँ मैले चलाइरहेको थिएँ। त्यसपछि चाहिँ वीरगन्जसम्म सञ्जीव दाईले चलाउने भन्नुभयो र म चाहिँ पछाडिबाट भ्यू हेर्दै हिँडिरहेको थियो। नयाँ ठाउँ नयाँ बाटो भएर पनि होला मलाई चाहिँ एकदम धेरै एक्साइटेड भइरहेको थियो। एकदम मजा आइरहेको थियो भ्यूहरू हेर्दै। गर्मी पनि त्यस्तै, त्यही माथि म त हल्का फुल्का जाडो हुन्छ बिहान भनेर चाहिँ ज्याकेट लगाएको थियो, तर ज्याकेट कहाँ फाल्नु भइरहेको थियो। हामी चाहिँ भ्यू हेर्दा हेर्दै धुलो खाँदा खाँदै कलैया आइपुगेको थियो। कलैयामा पनि घन्टाघर रहेछ, मलाई चाहिँ थाहा नै थिएन। कलैयाको घन्टाघर हेर्दा हेर्दै धुलो खाँदा खाँदै हामी कलैयाको बजार पनि आइपुग्यो। कलैया कटेपछि चाहिँ लगभग 20 किलोमिटर पछि चाहिँ हामी फाइनल्ली वीरगन्ज पुग्यो। वीरगन्ज पुगेर बाइक पार्किङमा के राखेको मात्रै थियो, यस्तो गर्मी भयो। लास्टै गर्मी रहेछ वीरगन्ज। हामी चाहिँ 2 दाजुभाइ अब चाहिँ आफ्नो कामतर्फ लाग्यो। केलाई आएको होला त वीरगन्ज हामी चाहिँ वीरगन्ज सञ्जीव दाईको लाइसेन्सको मास्टर कार्ड स्मार्ट कार्ड आएको छ कि छैन भनेर चेक गर्न आएको थियो। आएको छैन रहेछ। हामी चाहिँ सोधेर पनि निस्कियो, किनभने अझै 1 महिना बाँकी छ अरे लाइसेन्स आउनलाई स्मार्ट कार्ड सञ्जीव दाईको। हामी चाहिँ यत्रो टाढाबाट आएर लाइसेन्स ननिक्लेपछि चाहिँ काम नभएपछि चाहिँ हामी चाहिँ गर्मी भएर चिसो पनि खायो। काम नभएपछि चाहिँ म र सञ्जीव दाई चाहिँ मयरीको पार्ट्स पसल खोज्दै हामी चाहिँ घन्टाघरबाट नै घुमे भए। तर त्यही फाइनल्ली हामीले मयरीको पार्ट्स पसल भेटेर हामीले सामानहरू किनियो। तपाईँहरूलाई नि मयरीको सामान बाइकको सामान सस्तोमा चाहिन्छ भने चाहिँ वीरगन्ज आएर लिएर जानु होला। द्याट्स इट फर टुडे, बाई बाई।